हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। फेरि पनि आइसकेको छु म एउटा नयाँ भिडियो लिएर। र आएपछि सबै सन्चै हुनुहुन्छ होला, म पनि एकदम फिट एन्ड फाइन प्लस सन्चै पनि छु है। अनि त्यही पछि होइन आज एउटा लङ भिडियो हानिदिउँ न त भनेर यसो लङ भिडियो बनाइरहेको छु है। अनि देख्नुहुन्छ हुन्छ वेदर चाहिँ एकदमै कुहिरो भएको छ। अनि होइन डेन्जर स्मोकहरू गइरहेको छ कि होइन। अनि यहाँ देख्नुहुन्छ दाउरा, यो चाहिँ मम्मी ल्याउनु भएको। अनि यता पनि चलाउने होइन। अब म चाहिँ काममा जानु लागेको हो कि गाइस। अनि यहाँ हाम्रो टेन्सन हुन्छ बङ्गोहरू, दुईजना बङ्गोहरू छ, त्यहाँ कुकुर पनि छ होइन। अब म चाहिँ काममा जानु लाग्यो। कामको यसो एक दुईवटा क्लिपहरू यसो हाल्छु। अनि सो त्यतै भेटौँला अब है त। गाइस है, म चाहिँ काममा आइसकेको छु। टेन्सन हुन्छ होइन। अब त्यता चाहिँ डेन्जर कुहिरो लागेको छ। अनि यहाँनिर चाहिँ मोन्टेसरी स्कुल छ है, साइडमा त्यो पार्क बिर्साउनु भएको। अनि यहाँ चाहिँ एउटा कुकुर आएको छ कि, यो चाहिँ मसित खेल्न आइरहेको छ। म चाहिँ जिस्काइरहेको यसलाई चाहिँ डेन्जर त अड्सिरहेको छ कि। अनि घाम चाहिँ जुत्ता चाहिँ आइरहेको छ। लुगा फेर्नु पर्ने हुन्छ। अनि चाहिँ टक्क कपडा सपडा लाएर अब काम स्टार्ट हानिहाल्नुपर्ने हुन्छ। सो अहिले काम गर्दा के चाहिँ काम गरेको यसो देखाउँछु। अनि त्यसपछि अरू बेला भेटौँला है त। पुरा बादलले खान्छ नि, त्यो पुरै बोरा गरेर त्यही पनि त्यहाँबाट नि खोसेर उस गरेर खाइरहेको कि होइन नि त। कस्तरी सोधेर खाइरहेको उतापट्टि छ है अर्को भाइ, अर्को छ डेन्जर लाग्यो। ग्राउन्ड हो कि यिनीहरूको लागि त्यो चाहिँ टन्ने खाएको हेर्नु बच्चाहरू मुनि यता त्यहाँ टी सर्ट लगाइसकेको छु। त्यही भेन भाइ थिएँ, यो बादल देखाउनलाई गरेको। त्यसले सब सकिसक्यो यार भाइ। ल गाइस, अहिले चाहिँ हामीले कामसाम गरेर पनि खाजा खाने बेला भइसकेको छ है। खाजा चाहिँ चाउमिन छ, टक्क घाम लगाइरहेछ, घाम तापेर टक्क खाजा खानु लाग्यो है। अनि आज हामीले काम चाहिँ कति गऱ्यौँ भन्दा चाहिँ खाजा खाने बेलासम्म चाहिँ है त्यहाँ ढुङ्गाहरू बालुवाहरू चाहिँ त्यता छ। अनि यता चाहिँ हामीले हिजै अस्ति ल्याइसकेको छौँ भने। अनि आज चाहिँ हाम्रो यताको पाली थियो। यता चाहिँ यो बाटोमा चाहिँ अलिकति लगाएको छैन, मुनि एक सन मात्र लगाएको छौँ। अनि यतापट्टि चाहिँ खाजा खानुभन्दा अगाडिसम्म चाहिँ यति लगाइसकेको छौँ। यसलाई चाहिँ सफा गर्नुपर्ने हुन्छ। अनि सफा गरेपछि चाहिँ यताको जस्तै क्लिन देखिन्छ। अब बेलुका कति लाउँछौँ देखाउँछु है त। गाइस, हामी चाहिँ अब घर जानु लाग्यो है। बेलुकाको अब 5 बजिसकेको छ। अब चाहिँ म तलबाट देखाउँछु आज हामीले कति लायौँ भनेर चाहिँ है। देख्न सक्नुहुन्छ अहिले देखाउँछु है त तल गएर है त। यादीसँग लागेको छ। म भोलि जानु लागि त्यसपछि माथिको पार्टी है। My hands steady, I feel ready, but my legs heavy, I don't get it. How come I haven't hit it already? Still working, I'm still learning, I'm still searching, finally earning something, finally turning something called a profit. If I hear you talking shit, don't get caught in it. I'll be popping off and hit your ass, dropping all your shit. Yeah, I promise this, I got promises, you ain't stopping this. कामबाट पनि आयो। अनि आउनु बित्तिकै नुहाइधुवाइ गरेर टक्क कम्मल ओढेर तातो भएर बसिरहेको थिएँ म चाहिँ होइन। आँखा चाहिँ लास्टै सुन्ने जस्तो भइरहेको छ कि मेरो चाहिँ। दिन सक्नुहुन्छ सो बाई है त।